भिटेन नेपालको एउटा एकमात्र यस्तो र्यापर हुन् जसको युट्युबमा 1 मिलियन भन्दा बढी सब्स्क्राइबरहरू छन् र भिटेनको र्याप सङमा करोडौंमा भ्युज आउने गर्छ। साथीहरू, यदि तपाईँ नेपाली हिपहप र र्याप सङमा इन्ट्रेस्ट राख्नुहुन्छ भने भिटेनलाई त पक्कै पनि चिन्नुहुन्छ होला। अहिलेको समयमा भिटेन नेपालको सबैभन्दा सफल र टप र्यापर हुन् र आजको यस भिडियोमा हामी भिटेनको लाइफस्टाइल, एज, एजुकेसन, फ्यामिली, रिलेसनको बारेमा कुरा गर्नेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र यदि तपाईँहरू भिटेनको फ्यान हुनुहुन्छ भने भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सिनु होला। सो गाइस, अब टाइम नखेर नफाली लेट्स बिगिन। भिटेनको रियल नेम समीर घिसिङ हो र उहाँको जन्म 1996 मे 5 रौतहट जिल्लामा भएको थियो र 2021 अनुसार उहाँ अहिले 25 वर्षको हुनुहुन्छ। उहाँको हाइट 5 फिट 4 इन्च रहेको छ र उहाँको कपालको र आँखाको कलर ब्ल्याक रहेको छ। समीर घिसिङ एके भिटेन नेसनालिटीले नेप्लिज हुनुहुन्छ भने उहाँको रिलिजन बुद्धिस्ट र हिन्दू रहेको छ र एजुकेसन क्वालिफिकेसनको कुरा गर्ने हो भने उहाँ अहिले ब्याचलर रनिङ हुनुहुन्छ र भिटेन प्रोफेसनबाट एउटा र्यापर, सङ राइटर हुनुहुन्छ र उहाँको जनरा हिपहप रहेको छ। भिटेनको रिलेसनको कुरा गर्ने हो भने उहाँको एक्स गर्लफ्रेन्डको नाम मिकी राई थियो र अहिलेको गर्लफ्रेन्डको कुरा गर्ने हो भने उहाँको गर्लफ्रेन्ड चाहिँ अवन्तिका गुरुङ हुनुहुन्छ र भिटेनको फ्यामिलीको कुरा गर्ने हो भने उहाँको फ्यामिलीमा 4वटा मेम्बर हुनुहुन्छ, फादर, मदर र 2वटा बहिनी र भिटेनको फादरको नेम कपिल बाबु लामा हो र मदरको नेम चाहिँ हेमा लामा हो र भिटेनको 2वटा बहिनी मध्येमा एउटा बहिनीको नाम सेलिन हो र अर्कोको चाहिँ सिमरन हो र भिटेनको हबी चाहिँ सिंगिङ, ट्राभलिङ, सङ राइटिङ र प्लेइङ हो र यस्तै गरी भिटेनको फेभरेट र्यापर चाहिँ लाउरे हुनुहुन्छ भने उहाँको फेभरेट एक्टर चाहिँ दयाहाङ राई हुनुहुन्छ र यस्तै गरी अब हामी कुरा गरौँ भिटेनको करियरको बारेमा। सानैदेखि गीत सङ्गीतमा रुचि भएको भिटेन र्याप सङ र आधुनिक सङ गाउने गर्थे। साथीभाइहरूसँग भेट्दा र्याप सङ हानेर अरू आफ्नो साथीहरूलाई एन्टरटेन गर्ने गर्थे र यस्तै र्याप गाउँदा गाउँदै भिटेनले आफ्नो पहिलो र्याप सङ रेकर्ड गराए जसको नाम थियो चुरोट र चुरोट र्याप सङको सक्सेसपछि भिटेनले कहिले पनि पछाडि मुडेर हेरेनन्। उनीले एकपछि एक लगातार सुपर हिट र्याप सङहरू बजारमा निकाले र भिटेन आफ्नो स्ट्रगल र डेडिकेसनको कारणले गर्दा नेपालको टप र्यापर बन्न पुगेको छन्। भिटेन नेपालको एउटा एकमात्र यस्तो र्यापर हुन् जसको युट्युबमा 1 मिलियन भन्दा बढी सब्स्क्राइबरहरू छन् र भिटेनको र्याप सङमा करोडौंमा भ्युज आउने गर्छ। भिटेनको आफ्नो सबैभन्दा मनपर्ने गाना भनेको चुरोट, मान्छे खतम, कथा र लाउरेको फेसन हो। परिवारको खर्च धान्न नसकेर होटलमा भाडा माझ्ने भिटेनले आज आफ्नो मेहनतले गर्दा लाखौंमा खेल्ने गर्छन्। भिटेनको गाना देश र विदेशमा बज्ने गर्छ र उनी कन्सर्ट गर्न पनि देश विदेश जाने गर्छन्। भिटेनले एउटा कन्सर्ट गरेको 3 देखि 5 लाखसम्म लग्ने गर्छन् र कार र बाइकको कुरा गर्ने हो भने भिटेनसँग टोयोटा रस कार रहेको छ जसको नेपाली बजारमा प्राइस 78,50,000 रहेको छ र बाइकको कुरा गर्ने हो भने भिटेनसँग केटीएम ड्युक 390 रहेको छ जसको नेपाली बजारमा प्राइस 6 लाख रहेको छ र भिटेनको सोशल साइटतिर हेर्ने हो भने अहिले उहाँको इन्स्टाग्राममा 277K फलोवर्स छन् र यस्तै गरी फेसबुकमा 366K फलोवर्स छन् र भिटेनको इन्कमको कुरा गर्ने हो भने उहाँले कन्सर्ट र युट्युबबाट महिनाको 5 देखि 7 लाखसम्म कमाउनुहुन्छ र भिटेनको टोटल नेट वर्थ चाहिँ 1 देखि 3 करोडसम्म रहेको छ। साथीहरू, आजको लागि यति नै। भिडियो मन पर्यो भने लाइक गर्न चाहिँ नबिर्सिनु होला।